केली हेमिल्टनले के भन्छ भन्दाखेरि कुनै पनि म्याट्रिक्सको यदि तपाईँले क्यारेक्टरिस्टिक इक्वेसन निकाल्नु भयो भने फर इक्जाम्पल मैले अघि ए इक्वल्स टु 4114 भन्ने म्याट्रिक्सको क्यारेक्टरिस्टिक इक्वेसन सल्भ गरेर निकालेको थिएँ। याद छ तपाईँलाई के थियो भन्न सक्नुहुन्छ? म अगाडि पल्टाउँ। 503 होइन इक्वेसन इक्वेसन ल्याम्डा इक्वेसन स्क्वायर माइनस lambda square minus 8 lambda square minus lambda 8 plus plus 15. यो थियो होइन, ल्याम्डा स्क्वायर माइनस 8 ल्याम्डा प्लस 15 थियो। ठिक छ। अब तपाईँले होइन यदि यो ल्याम्डा स्क्वायर माइनस 8 ल्याम्डा प्लस 15 भएको क्यारेक्टरिस्टिक इक्वेसनमा यो त के फङ्सन अफ ल्याम्डा हो, यो त फङ्सन अफ ल्याम्डा हो। तपाईँले यो ल्याम्डालाई हटाएर फङ्सन अफ ए राखिदिनु भयो भने पनि, फङ्सन अफ ए म्याट्रिक्स राखिदिनु भयो भने पनि 15 भएर 15i लेख्नु पर्यो। यो राखिदिनु भयो भने पनि यो पनि सेटिस्फाई गर्छ कि, बुझ्नुभयो कुरा है। यदि कुनै पनि ल्याम्डा सेटिस्फाई गर्ने क्यारेक्टरिस्टिक इक्वेसन छ भने त्यो इक्वेसनमा त्यो आफै म्याट्रिक्स पनि के गर्छ, सेटिस्फाई गर्छ। चेक गर्नुहोस् होइन, यो चेक गर्नु जस्तै 4 टाइम्स 1 1 4 होइन, 4 टाइम्स 1 1 4 माइनस 8 4 1 1 4 माइनस 15 1 0 0 1 यो गर्नु भने यसले पनि के दिन्छ 0 0 0 0 0 सेटिस्फाई गर्छ। हो यो नै हो क्याली हेमिल्टन थ्योरम। क्याली हेमिल्टन थ्योरमले के भन्छ भन्दाखेरि एभ्री स्क्वायर म्याट्रिक्स सेटिस्फाई इट्स ओन क्यारेक्टरिस्टिक इक्वेसन। म्याट्रिक्स आफैले पनि आफ्नो क्यारेक्टरिस्टिक इक्वेसनलाई के गर्छ, सेटिस्फाई गर्छ। मलाई सोधेको क्वेसन यस्तै थियो, एभ्री म्याट्रिक्स सेटिस्फाई इट्स ओन क्यारेक्टरिस्टिक इक्वेसन विच अफ द फलोइङ इज दिस थ्योरम, कुन थ्योरम हो भनेर सोध्यो। अप्सन एमा राख्यो न्युटन्स थ्योरम, बीमा राख्यो क्याली हेमिल्टन थ्योरम, सीमा राख्यो कुनै पाइथागोरस थ्योरम, यस्तै यस्तै अप्सन राखेको थियो। क्याली हेमिल्टन थ्योरम थियो, त्यो नै आन्सर भयो क्याली हेमिल्टन थ्योरम। कुरो बुझ्यो? अब क्याली हेमिल्टन थ्योरम लगाएर हिसाबहरू गर्नुपर्ने टाइपका हिसाब पनि हुन्छन्, एकदम इजी टाइपका। एकैछिनमा क्याली हेमिल्टन माइन्डमा स्ट्राइक गर्यो भने फ्याट्ट मिल्ने खालका हिसाब पनि हुन्छ। जस्तै म एउटा क्वेसन देखाउँछु, इफ a इक्वल्स टु 3 - 1 2 - 1 विच अफ द फलोइङ इज ट्रु हो, यस्तो खालको क्वेसन आयो भने है विचार गर्नुहोस्। जब 2/2 को म्याट्रिक्स दियो अनि 2/2 को म्याट्रिक्स दिएपछि यो इक्वेसनहरू पनि क्वाड्राटिक इक्वेसन छन् भने, किनभने 2/2 को क्यारेक्टरिस्टिक इक्वेसन क्वाड्राटिक बन्छन्, अनि तपाईँलाई ए को पनि पोलिनोमियलहरू क्वाड्राटिक फर्ममा दिएको छ भने यो क्याली हेमिल्टन थ्योरम सोधेको भनेर बुझ्नु। अर्को उपाय पनि छ गर्ने। अर्को उपाय के हो भने 3 - 1 2 - 1 छ, क्याल्कुलेटरमा राख्ने अनि एकचोटि यो चेक गर्ने, एकचोटि यो चेक गर्ने, एकचोटि यो चेक गर्ने, एकचोटि यो चेक गर्ने, कुनले मिल्छ हेर्ने। त्यो पनि गर्न सकिन्छ केही उपाय लागेन भने, तर त्यो लेन्दी हुन्छ। फेरि सधैँ क्यालकुलेटर ठिक सजिलो हुनुपर्छ अनि त्यसपछि छोटो हुनुपर्छ भन्ने छैन, सिलेक्ट आफ्नो हिसाबले गर्न सक्नुपर्छ है, त्यो लेन्दी हुन्छ। बरु त्यसको साटो मैले के गरेँ भने 3 माइनस ल्याम्डा लेख्न चाँडै भयो, -1 भयो 2 भयो, -1 माइनस ल्याम्डाको डिटरमिनेन्ट निकालेँ इक्वल्स टु 0 गरेँ। अब यसलाई डिटरमिनेन्ट निकाल्दाखेरि -3 - 3 ल्याम्डा प्लस ल्याम्डा स्क्वायर प्लस 2 इक्वल्स टु 0 हुन्छ। ल्याम्डा स्क्वायर माइनस 2 ल्याम्डा माइनस 1 इक्वल्स टु 0 हुन्छ। अब यो क्यारेक्टरिस्टिक इक्वेसन भएपछि यसमा म्याट्रिक्स आफै पनि सेटिस्फाई गर्नुपर्छ। ए स्क्वायर माइनस 2a माइनस आई इक्वल्स टु 0 भनेपछि ए स्क्वायर इक्वल्स टु 2a प्लस आई लेख्न पाइयो। यो गर्न मिल्यो नि होइन? मिल्यो। आन्सर के भयो त? 2 नम्बर मेरो आन्सर भयो।